गाइस अहिले चाहिँ यो भाइ मसाला खोल्न लागेको छ है। यो 200 रुपैयाँको है, वर्थ छ कि नै हेरौँ है त। अनि अहिले चाहिँ यो म रिबन खोलिरहेको छु है। अनि यसमा उस स्टिच पिन लागेको भएर चाहिँ खोल्न गाह्रो भइरहेको थियो है। अनि थोरै च्यातेल जस्तो भएर चाहिँ मैले राम्रोसित खोलिरहेको थिएँ है। अनि दुईटा योसित 3टा हो है खोलेको। यसै गरी मैले अरू नि खोलिरहेको थिएँ है। अनि साइडमा नि रहेछ, मैले हेरिनँ पहिले है। हेर्न सक्नुहुन्छ, एउटा साइडको त खोली अर्को साइडको छ भने थाहा पाएर अनि त्यो नि खोल्न लागेको थिएँ है। त्यो नि खोलेँ मैले है, साइडको दुवै। अनि यहाँ चाहिँ रहेको छ धेरै कुराहरू। अनि यो चाहिँ रहेको छ किक के हो यो थाहा भएन हैन। यो नि वेफरै हो, किक। अनि यसको जुडा भाइ चाहिँ चकलेटवाला किक है। यो अर्को किक है। अनि यो चाहिँ रहेको छ चोको एन्ड मिल्की है। चोको एन्ड मिल्की वाला रहेछ है, चकलेटी। अनि यो चाहिँ ट्र्याक सपवाला 3टा वेफर थियो हैन, ट्रिप्लेटहरू थियो। हामी नि त्यही भनिरहेको थियो है, बनाउँदै 3टा ट्रिप्लेट चाहियो ओरियो फ्लेभरको है यो। अनि यो नि वेफर्सै हो है 3टै। And then we have ओखर है। यो चाहिँ हामी अहिले एकछिनमा फुटाएर खानेछौँ है। अनि यो चाहिँ रहेको छ मिल्क चकलेट है। हामीले मिल्क चकलेट ठानेको थियो है। अनि 3टा आएको छ है। अनि दिदीको चाहिँ फेभरेट हो यो है। अनि यसकै लागि कुरिरहेको थियो है दिदी। अनि यो चाहिँ रहेको छ पान मसाला 3टा, त्यसपछि 4वटा, यो 5वटा, यो 6वटा। हुन चाहिँ पानवाला चकलेट मिलाएको थियो हैन, 6वटा है। हामीले चाहिँ सबै चकलेटहरू देखाएको जति चकलेटहरू कोही खायो, कोही चाहिँ सेभ गर्यो। अनि यो चाहिँ रहेको छ कोलावाला चकलेट थियो है कुनै। अनि अर्को चाहिँ यो चाहिँ कोलावाला भएको कारणले हामीले यो सबै चकलेटहरू राखेको छ। अनि यो चाहिँ कच्चा म्याङ्गो है, कच्चा म्याङ्गो। अनि यो चाहिँ म्याङ्गो बाइट है। यो चाहिँ अर्को चकलेट हो। अनि चोखोपन, अनि नरिवलको टुक्रा। त्यसपछि चाहिँ निकालिरहेको चाहिँ मखाना हो। अनि हातमा भएको चाहिँ छोकडा हो है अर्को। अनि हामीले चाहिँ यहाँ काजु देखाएको छौँ, काजु भइहाल्यो यो है। अनि त्यसपछि चाहिँ बदाम दुईटा मिलाएको थियो, काजु र बदाम दुवै है। अनि 2टा यो चाहिँ पिस्ता है, 2टा पिस्ता। यो चाहिँ ब्याकग्राउन्डमा यो चाहिँ रहेको छ माउथ फ्रेसनर। अनि ब्याकग्राउन्डमा पड्किरहेको चाहिँ पटाकाहरू हो है। त्यसैले डोन्ट माइन्ड गाइजहरू। अनि यो चाहिँ 2टा मिश्री है। अनि यो पाचक, हरियो पाचक खाऊ अनि पेट पचाऊ। अनि अर्को हामी निकालेको चाहिँ यो चाहिँ त्यो उस हो के, यो लाइक उसमा युज हुन्छ। अनि यो भइहाल्यो सुपारी, सानो सुपारी। अनि यो कोइन चकलेट है। अनि यो बाँकी मध्ये चाहिँ यहाँ मैले लङ भेटेँ है, हेर्न सक्नुहुन्छ, लङ एउटा मात्रै है। अनि हामी हाँसिरहेको थियौँ मस्त त्यो मात्रै हेरेर है। अनि त्यहाँ अर्को नि एउटा देखाएको थियो है, मैले चाहिँ त्यो नाम बिर्सेँ है, के हो कमेन्टमा भन्नु होला है के हो यो है। सिङ्गल थियो दुवै। अनि यो चाहिँ किसमिसहरू सबै है। अनि यसलाई चाहिँ हामीले अब कोही चाख्छौँ है, अब कोही राख्छौँ है। अनि यसको ट्रिक सबको चाहिँ धेरै प्राइस भयो, 20-30 रुपियाँ या 20 या 10 होला है। हामी त्यही डिस्कसन गरिरहेको थियौँ कति होला, वर्थ छ कि नै 200 को भन्ने है। यो चोखोपन पनि 10 रुपियाँ हो। यो 3टा धेरै पर्दैन है, 20-30 रुपियाँ लिएला है। यस्तो किन्नु त घरमै बनाएको राम्रो भन्दै बसिरहेको थियौँ हामी है। अनि आफै बनाउनु पर्छ भन्दै सोचिरहेको थियौँ हामी है। अनि यहाँ मध्ये कति चकलेट चाहिँ राखेको छौँ पछिको लागि है। हामी अमन भइसकेको थियो है खाँदै। अनि यहाँ यो रहेछ, मैले चाहिँ भन्ने बिर्सेछु तपाईँहरूलाई है। अनि अर्को चकलेट त्यो लन्डन डेरी है रहेको छ। अनि यो बाँकी चकलेट देखाइहालेँ, हेर्न सक्नुहुन्छ कति धेरै चकलेट छ है।
अनि तपाईँहरू अनि सोधिरहेको थियो वर्थ इट छ कि नै भनेर अनि छैन भनिरहेको थियो दिदी चाहिँ है अनि नाक्ने अनि यो चाहिँ 200 भन्दा ओभर छ भनेर यो दिदीले भनिरहेको थियो तर यो 200 भन्दा ओभर छ मैले त 200 भन्न हान्दा थिएँ भनेर भनिरहेको थिएँ अनि म चाहिँ ओखर टोकिरहेको थिएँ फुडाइरहेको थिएँ है अनि बल्ल दाँत दुखाइ भयो नि मैले ओखर फुटाएँ है गाइजहरू अनि टेस्टी थियो ओखर खाँदाखेरि ब्रेन खाने भए आउनु भनेर भनिरहेको थियौँ हामी है गाइस हामीसँग चाहिँ स्क्याम भइसक्यो हैन अब यसको सेप पनि गाइसकेको जस्तो छैन है यसलाई चाहिँ खोलेर फेरि रिप्याक गरे हो है त्यस्तो लाग्यो किनभने बिकज मैले भर्खर खाथे द्याट इज त्यो ठीक छ या इट्स नट त्यो लाइक आई नो द टेस्ट हैन तर कुन चाहिँ चक्लेटहरु चाहिँ याद आइरहेको छैन बट मैले चक्लेट खाइसकेको छु अनि इट्स नट गाई चक्लेट के म सबभन्दा एक्साइटेड यसकै लागि थिएँ हैन जब फेभरेट हो हाम्रो यो पनि त अर्को छ या आई वाज सो एक्साइटेड हैन जब यो देखाएको थियो नि बाहिरबाट यसको लागि आई वाज सो एक्साइटेड के हैन किनभने मेरो फेभरेट हो गाई चक्लेट अनि लाइक आई वाज सो एक्साइटेड बट वी गॉट scam what do you think ये तो